एभ्रिवान, स्वागत छ फेरि पनि मेरो अर्को भिडियोमा हजुर सबैजनालाई। र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ आज पुरा बिहानदेखिको पानी परिरहेको छ हैन। र पानी परे पनि मेरो छोरालाई चाहिँ मर्निङ वाक जाने अरे, सधैँ जान्छन् बिहान बाबासँग। त्यही भएर आज पानी पर्दा पनि ऊ छाता ओढेर गए। अब दुईजना नाति बाजे र उहाँहरू गइसकेपछि म चाहिँ यहाँ नुहाइधुवाइ गरेर यता चाहिँ ब्रेकफास्ट बनाउनुतिर लागेको छु है। अब यहाँ फटाफटी अब छोरालाई टिफिन सबैजनालाई ब्रेकफास्ट बनाउनु पर्यो हैन। त्यही भएर मैले चाहिँ यहाँ बाबाको लागि रोटी बनाउँदैछु। बाबा चाहिँ पास्ता खानुहुन्न, सो हामी तीनजनाको लागि चाहिँ पास्ता बनाउँछु म चाहिँ। र यहाँ चाहिँ बाबुलाई पुरा बटर हालेर रोटी बनाउँदैछु। यता मैले पास्ता बोइलिङ गर्नुलाई छोडेर यता म चाहिँ काम गर्दै थिएँ। र यहाँ चाहिँ बोइलिङ पनि भइसकेको छ। र म यहाँ टमाटरहरू सबै थोक काटेर रेडी बनाएर म चाहिँ यहाँ पकाउनेतिर लागेँ। र हजुरहरूकोतिर चाहिँ पानी परेको छ कि छैन कमेन्ट गरेर भन्नु होला। हाम्रो चाहिँ बिहानदेखिको परिरहेको छ। अहिले म भिडियो एडिट गर्दैछु हैन, अहिले पनि पानी नै परिरहेको छ। र यहाँ हेर्न सक्नुहुन्छ मेरो पास्ता बनेर एकदम रेडी भइसकेको थियो र साह्रै टेस्टी भएको थियो है। अनि हजुरहरूले चाहिँ नास्ता गर्नुभयो कि भएन भन्नु होला है। र यहाँ चाहिँ अब यताउति गर्दै गर्दै दिनको खाना बनाउने बेला पनि भइसकेको थियो। र मैले चाहिँ फेरि हेर्नु टाउकोमा आज मेहन्दी लगाएको थिएँ। हिजो राति नै भिजायो हैन, पानी पर्छ भने अब थाहै भएन, घाम लाग्छ भनेर भिजाएँ। पानी परेर अब यत्तिकै खराब हुन्छ, लगाउनु त पर्यो। त्यही भएर म चाहिँ यहाँ मेहन्दी लगाएर खाना बनाउँदैछु। र पानी परेको बेला चाहिँ हामीलाई सबैलाई मनपर्ने चाहिँ हो गुन्द्रुकको झोल हैन। भन्नुहोस् त हजुरहरूलाई चाहिँ मनपर्छ कि पर्दैन थाहा छैन, मलाई चाहिँ साह्रै मनपर्छ हो। त्यही भएर यहाँ चाहिँ म गुन्द्रुकको झोल बनाउँदैछु हो। मजाले टमाटर आलु हालेर भुटेर झोल हालिसकेको छु। र मेरो खाना चाहिँ अलमोस्ट पाकिसकेको थियो। तर बाबाले फेरि माछा ल्याउनु भएछ हैन, सानो सानो माछा। सो म चाहिँ माछा पकाउँदैछु। र आजको लागि यति नै। फेरि भेटौँला अर्को भिडियोमा। भिडियो मन परे लाइक कमेन्ट सेयर गरिदिनु होला। बाई।